नमस्कार। आउँदै गरेको नववर्ष 2082 सालको हार्दिक मङ्गलमय शुभकामना। देश विदेशमा सब आमा बुवा दाजुभाइ दिदीबहिनीहरूमा फेरि पनि नयाँ वर्षको शुभकामना। र आज म पनि नयाँ वर्षको साथसाथै मैले पनि आफ्नो देश छोडेर परदेशमा आएको छु र लगत्तै आएको दिनबाट मैले आज केही सानो बिजनेस सुरु गरेको छु र बिजनेस कस्तो चल्छ के हुन्छ यो मलाई पनि थाहा छैन र खासै भाषा पनि आउँदैन। त्यसै पनि हाम्रो बेरोजगारीको कारणले बाध्यता भएर पनि देश छोड्नै पर्छ। त्यही भएर मैले पनि त्यसै सिलसिलामा घर छोडेर देश छोडेर आफ्नो परदेशमा आइरहेको छु र हजुरहरूले यस बिजनेसलाई कसरी बिजनेस गर्दा ठिक हुन्छ भन्ने कुरा हजुरको मनमा लागेको कुराहरूलाई कमेन्टद्वारा कमेन्ट गरिदिन अनुरोध गर्छु र मेरो यस च्यानललाई पनि लाइक सब्स्क्राइब गरिदिनु होला र हस् धन्यवाद। नमस्कार। आउँदै गरेको नववर्ष 2082 सालको हार्दिक मङ्गलमय शुभकामना। देश विदेशमा सब आमा बुवा दाजुभाइ दिदीबहिनीहरूमा फेरि पनि नयाँ वर्षको शुभकामना। र आज म पनि नयाँ वर्षको साथसाथै मैले पनि आफ्नो देश छोडेर परदेशमा आएको छु र लगत्तै आएको दिनबाट मैले आज केही सानो बिजनेस सुरु गरेको छु र बिजनेस कस्तो चल्छ के हुन्छ यो मलाई पनि थाहा छैन र खासै भाषा पनि आउँदैन। त्यसै पनि हाम्रो बेरोजगारीको कारणले बाध्यता भएर पनि देश छोड्नै पर्छ। त्यही भएर मैले पनि त्यसै सिलसिलामा घर छोडेर देश छोडेर आफ्नो परदेशमा आइरहेको छु र हजुरहरूले यस बिजनेसलाई कसरी बिजनेस गर्दा ठिक हुन्छ भन्ने कुरा हजुरको मनमा लागेको कुराहरूलाई कमेन्टद्वारा कमेन्ट गरिदिन अनुरोध गर्छु र मेरो यस च्यानललाई पनि लाइक सब्स्क्राइब गरिदिनु होला र हस् धन्यवाद।